हेलो गाइज नमस्ते। यहाँ मैले भेटेको छु हाम्रो obstetric and gynecologist एसोसिएट प्रोफेसर डाक्टर रमेश श्रेष्ठ। उहाँ चाहिँ अहिले भर्खरै रुटिनोटीबाट निस्किँदै हुनुहुन्थ्यो अनि उहाँलाई मैले बाटोमा पक्रेको। यहाँनिर मेरो एकजना बहिनीलाई चाहिँ obstetric कोलेस्टासिस भएको छ र त्यो चाहिँ के कारणले हुन्छ, के गर्नुपर्छ त्यसको लागि भनेर अलिकति यहाँ सल्लाह सुझाव को लागि चाहिँ मैले उहाँलाई ठिक्क बाटोमै रोकेर यहाँनिर भन्न गइरहेको छु है। हाम्रो अफ्स गाइनेको एसोसिएट प्रोफेसर डाक्टर रमेश श्रेष्ठ। नमस्ते डाक्टर साहब। यहाँ आज हजुरलाई म प्रेग्नेन्सीमा हुने obstetric कोलेस्टासिस त्यसको बारेमा केही भनिदिनुहुन्छ कि भनेर। obstetric कोलेस्टासिस प्रायः जसो जुन हाम्रो पहिलो दोस्रो तेस्रो ट्राइमेस्टरको प्रेग्नेन्सी भनिन्छ, प्रायः जसो तेस्रो ट्राइमेस्टरमा देखिने प्रेग्नेन्सीहरूमा देखिने समस्या हो। र यसमा चाहिँ जुन अब लिभरबाट बाइल सल्ट्सहरू चाहिँ जुन बगेर बाहिर निस्किनु पर्यो, त्यो लिभर प्रेग्नेन्सीको बेलामा चाहिँ त्यो बाइल सल्ट्सहरू बाइल एसिडहरू चाहिँ लिभरबाट बग्न सकेन भने चाहिँ त्यो त्यही जम्मा भएर बस्छ र शरीरको ब्लडहरूमा चाहिँ सर्कुलेसन हुन्छ। सर्कुलेसन भइसकेपछि त्यो चाहिँ हाम्रो छालाको नर्भ एन्डिङ्सहरूमा जम्मा भएर त्यो चिलाउने समस्याहरू देखिन सक्छ। प्रायः जसो थर्ड ट्राइमेस्टरमा देखिन्छ र यो समस्याले गर्दा शरीरमा बाइल एसिडहरू बढेर जान्छ र बाइल सल्ट्सहरू बढेर गएको हुनाले चाहिँ कहिलेकाहीँ बच्चाहरूमा असर गर्ने, बच्चाको मुटुहरूमा जम्यो भने चाहिँ एक्कासी बच्चा खेर जान सक्ने र अर्को भनेको चाहिँ बच्चाले दिशाहरू गर्ने, पेटभित्र दिशा गर्दा चाहिँ बच्चा एक्कासी खेर जाने समस्याहरू हुनसक्छ। त्यही भएर हामीले डेलिभरीको बेलामा चाहिँ कम प्रेग्नेन्सी भएपछि डेलिभरी गर्छौँ। मुख्य समस्या भनेको लिभरले चाहिँ बाइल एसिड अथवा बाइल सल्ट्सहरूलाई क्लियर गर्न सकेन भने चाहिँ यो समस्याहरू देखिन सक्छ र यसको लागि उपचार भनेको त्यही बाइल सल्ट्सलाई क्लियर गर्नको लागि चाहिँ हामीले दबाई राख्ने भनेको त्यो अर्सोडियोक्सिकोलिक एसिड राख्छ। उहाँको केसमा पनि हामीले अर्सोडियोक्सिकोलिक एसिड राखेर लिभरको इन्जाइम्सहरू हुन्छ, त्यो इन्जाइम चाहिँ कम हुन्छ हुँदैन हामीले हेर्नको लागि 1 हप्तामा रिपिट गरेको छौँ। हस्, थ्याङ्क यू डाक्टर साहब। बाँकी इन्फर्मेसन चाहिँ अब बिस्तारै हाम्रो पोडकास्टहरू आउँछ त्यसमा हुने गर्छ है त। खड्का ब्लग र बहिनीको ब्लगमा सबले सब्सक्राइब गरिदिनु होला ल। हस्, थ्याङ्क यू।